हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला है। मेरो चाहिँ आज किचनमा चाम्रे बनिराखेको छ। यसको लागि चाहिँ मैले लोकल चामललाई भिजाएर राखेको थिएँ अनि त्यसको पानी निथारेर कराईमा घिउ राखेर मेथी पड्काएँ। मेथी रातो भइसकेपछि चाहिँ माथिबाट चामल राखिदिएँ। अनादिको चामलमा बनाउँदा पनि हुन्छ यो, तर मसँग चाहिँ यो लोकल चामल थियो, मैले चाहिँ यसैमा बनाएँ। यसलाई चाहिँ कराईमा बनाउँदा पनि हुन्छ, कुकरमा बनाउँदा पनि हुन्छ, तर कराईमा बनाउँदा चाहिँ एकदमै धेरै समय लाग्छ। आज चाहिँ मलाई कराईमै बनाउन मन लाग्यो। मजाले छोपी माथिबाट पानी छम्की पकाउनु पर्छ। धेरै पानी एकैचोटि राख्नु पनि मिल्दैन के। अनि रातो हुने गरी भुट्नु पर्छ। लगभग 80% जति चाहिँ मेरो पाकिसकेको थियो, त्यही भएर चाहिँ मैले माथिबाट चाहिँ थोरै खुदो राखिदिएँ है। हजुरहरूलाई चाहिँ जे मनपर्छ त्यही राख्दा हुन्छ, चिनी पनि राख्दा हुन्छ। डाइनिङको चाहिँ एउटा नट खसेको थियो अनि बाबुले चाहिँ आज म कस्दिन्छु मम्मा भनेर है पसिना भएर यहाँ नट कस्न लागेको छ। अब लगभग मेरो चाहिँ यो चाम्रे पनि रेडी भयो। नाम के ठाउँ अनुसार कति फरक हुँदो रहेछ है। हामीले चाहिँ यसलाई चाम्रे नै भन्छौँ। हजुरहरूकोतिर के भन्नुहुन्छ कमेन्ट गर्नु ल। आलुको अचार अनि तामाको तरकारीसँग चाहिँ एकदमै मिठो हुन्छ। कहिले कसो हजुरहरूलाई केही नयाँ खाऊँ, केही मिठो खाऊँ भन्ने जस्तो लाग्यो भने चाहिँ यो रेसिपी ट्राई गर्नु होला। थ्याङ्क यू फर वाचिङ।